आमाको पीर यो देशको शिर। बलिदान फिल्म किन बन्दैछ नेपालको इतिहासमै नम्बर 1। समीर भट्टाको नयाँ युग सुरु। नेपालको फिल्म इतिहासमा यति ठुलो चर्चा, यति विशाल क्रेज, यति गहिरो बहस यस्तो कहिले भएको थिएन। युट्युब देखि टिकटक, फेसबुक देखि मिडिया जताततै एउटै नाम गुन्जिरहेको छ, बलिदान। तर यस्तो के भयो? किन यो फिल्मलाई नेपालको नम्बर 1 फिल्म भनेर घोषणा गर्न थालिएको छ? त्यो पनि रिलिज हुनु अघि नै। आज हामी बलिदान फिल्मको पछाडि लुकेको त्यो कथा खोल्दैछौँ, जुन तपाईले सायद अहिलेसम्म सुन्नु भएको छैन। सबै कुरा सुरु भयो 42 सेकेन्डको एउटा टिजरबाट। त्यो छोटो भिडियोले यति धेरै आगो लगायो कि युट्युबको ट्रेन्डिङ लिस्ट नै उल्टाइदियो। टिजर हेर्दा लाग्यो यो फिल्म नेपाली हो त। सिनेमाटोग्राफी, डायलग, लाइट, ब्याकग्राउन्ड स्कोर सबै कुराले दर्शकलाई झस्काइदियो। यति मात्रै होइन, पोस्टरहरू सार्वजनिक भएपछि त भिड नै लागेको जस्तो भयो। टिजरले जनतालाई चुप लगायो, पोस्टरले झन कर्फरमा गरायो। अब केही नयाँ हुँदैछ। अब कुरा गरौँ बलिदान फिल्मका नायक समीर भट्टाको। समीर भट्ट जसले अहिलेसम्म नेपाली फिल्मका कुनै पनि हिरोले नपाएको हाइप पाएका छन्। 51 लाख रुपैयाँ पारिश्रमिक लिएर समीरले इतिहास बनाइसके। अझ रोचक कुरा, त्यो रकम चर्चाको कारण मात्र होइन, यो प्रमाण हो कि अब नेपाली फिल्म इन्डस्ट्री स्टार सिस्टम मटिर जाँदैछ। यस पटक बलिदानले समीरलाई माथि उचालिरहेको छ, तर अगाडि समीरले नै बलिदानलाई इतिहास बनाउने छन्। अब प्रश्न उठ्छ, के समीर भट्ट नेपालकै पहिलो करोड क्लबका हिरो बन्ने छन्? बलिदानको हाइप असाधारण किन छ? टिजरको मेसेज, समीर भट्टको पर्सनालिटी, सिनेमाटोग्राफरको लेभल र त्यो देशभक्ति मिसिएको टोन, यो सबले गर्दा बलिदान नेपाली मात्र होइन, प्रवासमा रहेका नेपाली बीच पनि चर्चा बनिरहेको छ। ट्विटर देखि इन्स्टाग्राम सम्म बलिदान नाम ट्रेन्ड हुँदैछ। कतिपय दर्शक त फिल्म रिलिज हुनु अघि नै बलिदानको फ्यान भइसकेका छन्। यही हो टु मार्केटिङ, यही हो जनताको माग। अब के हुन्छ? फिल्म रिलिज भएपछि के क्रेज अझै चुलिन्छ कि ट्रेलर हेरेपछि झन अर्को तहमा पुग्ने छ हाइप? एक कुरा चाहिँ मिश्रित छ, बलिदान अब एउटा फिल्म मात्र होइन, यो एउटा आन्दोलन बनिसकेको छ। जसरी कोहलपुर एक्सप्रेसले पुराना रेकर्ड तोड्यो, बलिदान त्यो भन्दा डब्बर क्रेजमा छ र समीर भट्ट अब उनलाई हेर्ने नजर नै फेरिएको छ। 51 लाख त सुरु हो, अर्को फिल्ममा करोडौं पार गर्ने छन् भन्ने अब पक्का देखिएको छ। अबको इतिहास बलिदानले लेख्ने छ, अब रोक्न सक्दैनन्। यो क्रान्ति, यो चलचित्र भूकम्प तपाईलाई के लाग्छ? बलिदानले नेपाली फिल्मको लेभल उठाउँछ त? कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोस्। अनि यस्तो भिडियो हेर्नको लागि यो भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद। जय नेपाल, जय सिनेमा। नेपालको सिनेमा अब बदलिँदैछ बलिदान सँगै।